सम्पूर्ण साथीहरुलाई नमस्कार छ मेरो अर्को नयाँ भिडियोमा र आजको भिडियो मैले के को बारेमा बनाउँदै छु भन्ने कुराहरु तपाईहरुले टाइटल अनि थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ होला। तपाईहरु एक टिकटक युजर हुनुहुन्छ र तपाईहरुले टिकटकलाई चाहिँ मोनेटाइज गर्न चाहनुहुन्छ र टिकटकबाट चाहिँ तपाईले इन्कम गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि हो। किनभने हामीहरुले टिकटकलाई पनि एउटा मोनेटाइज गरेर हामीले त्यसबाट चाहिँ अर्निङ गर्न सक्ने भएको हुनाले तपाईहरुले पनि टिकटक चलाउँदै हुनुहुन्छ र टिकटक चलाउँदै गर्दाखेरि त्यसबाट चाहिँ केही इन्कम गर्ने चाहना गर्दै हुनुहुन्छ भने तपाईको लागि यो भिडियो एकदमै उपयोगी हुनेछ। र तपाईहरु हाम्रो च्यानलमा पहिलो पल्ट हुनुहुन्छ र हाम्रो यस च्यानललाई तपाईहरुले अझै पनि सब्स्क्राइब गर्नुभएको छैन भने हाम्रो यस च्यानललाई तपाईहरुले सब्स्क्राइब पनि गर्नु होला। त्यसैगरी तपाईहरुले फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुकलाई पनि फलो गर्न चाहिँ नबिर्सिनु होला। किनभने आगामी दिनहरुमा मैले यस्तै उपयोगी भिडियोहरु यस प्लेटफर्ममा लिएर आउने छु। आजको विषय चाहिँ टिकटकलाई हामीले कसरी मोनेटाइज गर्न सक्छौं र टिकटकमा चाहिँ के कति चाहिँ क्राइटेरिया चाहिँ हामीले मिट गरिसकेपछि चाहिँ हामीले टिकटकलाई एउटा मोनेटाइज गरेर त्यसबाट चाहिँ अर्निङ गर्न सक्छौं भन्ने बारेमा रहेको छ। र आगामी दिनहरुमा म तपाईहरुलाई त्यो मोनेटाइज भइसकेपछि आइडेन्टिटी भेरिफिकेसन कसरी गर्ने, पेआउट सेटिङहरु कसरी गर्ने त्यस बारेमा पनि भिडियो बनाउने छु। त्यसैले यो भिडियोलाई तपाईहरुले कुन प्लेटफर्मबाट हेर्दै हुनुहुन्छ त्यसमा चाहिँ तपाईहरुले त्यसलाई सेभ गरेर पनि राख्न सक्नुहुनेछ भन्दै तपाईहरुलाई म मोबाइलको स्क्रिन शेयर गर्छु र त्यस बारेमा विस्तृत जानकारी दिनेछु भन्दै तपाईहरुलाई मोबाइलको स्क्रिन शेयर गर्न चाहन्छु। तपाईलाई म मोबाइलको स्क्रिनमा देखाउँछु र मोबाइल स्क्रिनमा गइसकेपछि तपाई आफ्नो टिकटकमा जानुहोस् र टिकटकमा गइसकेपछि तपाईले चाहिँ आफ्नो टिकटक स्टुडियो यसरी खोल्नु पर्ने हुन्छ र टिकटक स्टुडियो खुलिसकेपछि यहाँ चाहिँ तपाईको क्राइटेरिया हुन्छ हैन। जस्तै हामीले चाहिँ अब मोनेटाइज हुने चाहिँ यहाँ विभिन्न टुल्सहरु रहेको छ। त्यसमध्ये चाहिँ हामीले क्यारेक्टर रिवार्ड प्रोग्राम गर्ने हो र क्यारेक्टर रिवार्ड प्रोग्राम गर्ने भएको हुनाले चाहिँ यहाँ चाहिँ तपाईको क्राइटेरिया हुन्छ यु आर एलिजिबल टु जोइन भनेको छ 19 वर्ष हुनुपर्छ र 10,000 फलोअर हुनु पर्दछ र 30 डेजमा चाहिँ 100K पुगेको हुनु पर्दछ र मेरो सबै क्राइटेरिया चाहिँ पुगिसकेको छ। र यो क्राइटेरिया पुगिसकेको छ र यहाँ चाहिँ जोइन हुनु भन्दा पहिले चाहिँ तपाईले के गर्नुपर्छ भने चाहिँ तपाईको अकाउन्ट चाहिँ के कस्तो छ भनेर चाहिँ यहाँ अकाउन्ट चेक गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ मैले आफ्नो अहिले चाहिँ म कोरियाबाट चाहिँ तपाईको गराउँदै छु र तपाई नेपालमा हुनुहुन्छ भने चाहिँ तपाईले नेपालबाट पनि तपाईले यो चाहिँ मोनेटाइज गर्न चाहिँ सक्नुहुनेछ। र अब कुन छ कस्तो छ तपाईको अकाउन्टको हैन त्यो चाहिँ चेक गर्नुपर्ने हुन्छ र कुनै चाहिँ तपाईको चाहिँ त्यहाँ चाहिँ कन्टेन्ट अलि रेड देखाउँछ भने त्यसलाई चाहिँ डिलिट गर्नुपर्छ। पोस्ट स्टिकर चाहिँ 1 रहेको छ र मैले चाहिँ यहाँ चाहिँ के गरेको थिए भने चाहिँ जुन चाहिँ एलिना चौहानको अलि भर्खरै आएको त्यो भिडियो रहेको थियो मैले त्यसलाई चाहिँ यहाँ मैले हालेको थिए। त्यो भएको हुनाले मैले यसलाई चाहिँ पहिला सुरुमा चाहिँ यसरी डिलिट गर्छु र यो डिलिट गरिसकेपछि अब म चाहिँ तपाईको फेरि मैले एकचोटी चाहिँ फेरि टिकटक स्टुडियोमा जान्छु र टिकटक स्टुडियोमा गइसकेपछि मैले चाहिँ आफ्नो अकाउन्ट चेक गर्छु के कस्तो छ भनेर र सबै हरू राइट आयो र ग्रीन आयो भने चाहिँ मात्र तपाईले चाहिँ जोइन प्रोग्राममा मोनेटाइजको लागि चाहिँ तपाईले अप्लाई गर्नुपर्छ, नभए भने तपाईको मोनेटाइज चाहिँ हुँदैन। र तपाईहरु नेपालमा हुनुहुन्छ भने पनि चाहिँ तपाईले चाहिँ यसलाई चाहिँ सजिलैसँग मोनेटाइज गर्न सक्नुहुनेछ। र के गर्नुपर्छ लोकेसनहरु चेन्ज गर्नुपर्छ, लोकेसन कस्तो चेन्ज गर्ने त्यो पनि तपाईहरुलाई मैले सिकाउने छु। तपाईहरुलाई चाहनुहुन्छ भने चाहिँ भिडियोलाई तपाईले सेभ गरेर राख्नु होला र भिडियोमा कमेन्ट गर्नु होला, म तपाईहरुलाई सिकाउने छु। र अहिले चाहिँ अकाउन्ट इज गुड स्ट्यान्डिङ भन्यो। यति भइसकेपछि अब हामी क्यारेक्टर रिवार्ड प्रोग्राममा जान्छौं र क्यारेक्टर रिवार्ड प्रोग्राममा गइसकेपछि यहाँ चाहिँ सबै क्राइटेरिया तीनवटै क्राइटेरिया पुगिसकेको छ भने चाहिँ अब म चाहिँ जोइनमा क्लिक गर्छु र जोइनमा क्लिक गरिसकेपछि अब चाहिँ कंग्रेचुलेसन यु हैव जोइन द क्यारेक्टर रिवार्ड प्रोग्राम भनेको छ र यहाँ चाहिँ मेरो चाहिँ अकाउन्ट चाहिँ तपाईको मोनेटाइज भइसकेको छ। यहाँ चाहिँ ओके गर्नुहोस् र द क्यारेक्टर रिवार्ड प्रोग्राम इज जस्ट गट बेटर भनेको छ गो इट भन्नुमा र मेरो चाहिँ यहाँ चाहिँ सबै चीजहरु चाहिँ कम्प्लिट भइसकेको छ। अब मैले अब कुनै भिडियो अपलोड गर्छु भने चाहिँ मैले चाहिँ इन्कम चाहिँ गर्न सक्छु र यहाँ चाहिँ भेरिफाइड आइडेन्टिटी कसरी गर्ने ती कुराहरु सबै मैले चाहिँ तपाईहरुलाई सिकाउने छु र सेटअप
पेमेन्ट मेथड चाहिँ के गर्ने त्यो कुराहरू पनि मैले चाहिँ सबै अर्को भिडियोमा सिकाउने छु। र आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो जस्तो लाग्यो कमेन्ट गर्नु होला। आगामी दिनको लागि यो भिडियोलाई सेभ गरेर राख्नु होला र कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। हवस् त, नमस्कार।